यो भिडियो हेरिरहनुभएका समस्त दर्शक साथीभाइहरूलाई म स्वागत जनाउन चाहन्छु। र आज भने हामी आफ्नो बाइक अथवा स्कुटीको गियर ओइल कसरी चेन्ज गर्ने, इन्जिन ओइल कसरी चेन्ज गर्ने, त्यो पनि घरमै बसेर यही कुरा हामी आज सिक्नेछौँ, आज जान्नेछौँ। म तपाईहरुलाई यो मेरो बाइकमा इन्जिन ओइल चेन्ज गरेर म तपाईहरुलाई देखाउने छु। साथै तपाईहरु पनि सिक्न सक्नुहुनेछ कि घरमै बसेर चाहिँ आफ्नो बाइक अथवा स्कुटीको इन्जिन ओइल कसरी चेन्ज गर्ने। आउनुस् यो भिडियोलाई तपाईहरु लास्टसम्म हेर्नु होला र तपाईहरुले पनि आफ्नै घरमा बसेर आफ्नो बाइक अथवा स्कुटीहरुको इन्जिन ओइल चेन्ज गर्न सक्नुहुनेछ। इन्जिन ओइल चेन्ज गर्न भन्दा पहिले तपाईहरुको हातमा के हुनुपर्छ म तपाईहरुलाई त्यो देखाउँछु। आउनुस् सबैभन्दा पहिले यो इन्जिन ओइल तपाईहरुको हातमा हुनु पर्यो र साथमा यो रेन्ज तपाईलाई देखाइरहेको छु, 12 नम्बरको रेन्ज जुन चाहिँ हाम्रो ड्रेन नट भन्छ है। म तपाईलाई एकछिनपछि म देखाउने छु। त्यो ड्रेन नटलाई खोल्नु लागि चाहिँ यो 12 नम्बरको यो रेन्ज लाग्छ। तपाईहरुको सबैको बाइकतिर कति नम्बर लाग्छ है त्यो मलाई थाहा भएन, तैपनि ज्यादातर बाइकहरुको ड्रेन नट चाहिँ 12 नम्बर रेन्जले खोल्न सकिन्छ। त्यसको पछि यो एउटा प्लायर तपाईलाई देखाइरहेको छु। यो प्लायरले चाहिँ मोबिलको जुन ट्याङ्क हुन्छ है त्यसको क्याप खोल्नको लागि काम आउँछ। र एउटा यो फिल्टर मेरो अलिकति यो फुटेको छ र पनि मैले यसलाई टालेर यो जुगाड बनाएको छु। र यो चाहिँ पछिबाट मोबिल अथवा इन्जिन ओइल, गियर ओइल जे भन्दा भयो है, त्यो चेन्ज गर्नको लागि चाहिँ यो फिल्टरको सहायताले हाल्न सकिन्छ। र त्यस पछाडि यो एउटा भाँडा है, जुन भाँडामा चाहिँ हामी यो ड्रेन नट खोले पश्चात चाहिँ हाम्रो बाइक अथवा स्कुटीमा भएको मैला इन्जिन ओइललाई चाहिँ बाहिर निकाल्नु छ। र यी मध्ये पनि सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ एउटा के हुन्छ भने आफ्नो बाइकको इन्जिन ओइल चेन्ज गर्न अघि चाहिँ तपाईको बाइक अथवा स्कुटीलाई लाग्ने इन्जिन ओइलको ग्रेड चाहिँ तपाईले जान्न एकदमै आवश्यक छ। र यहाँनिर तपाईहरुलाई म देखाइरहेको छु। त्यो ग्रेड चाहिँ के हो भन्दाखेरि यहाँ तपाईहरु देखिरहनु भएको छ यो यामाहा बाइक हो मेरो, र यामाहाकै मैले यो इन्जिन ओइल ल्याएको छु। र यहाँ तपाईहरु देखिरहनु भएको छ 10W40 SL यो /MA हरु देखिरहनु भएको छ है। र यो चाहिँ ग्रेडको नम्बर तपाईलाई दिइरहेको छ। यो एकदमै महत्त्वपूर्ण कुरा हो। हरेक स्कुटी अथवा बाइकको आफ्नै रिकमेन्डेड एउटा ग्रेड हुन्छ। र यहाँनिर चाहिँ मेरो बाइकमा चाहिँ यो 10W40 ग्रेडको चाहिँ इन्जिन ओइल लाग्छ। ल प्राय बाइकहरुमा यो 10W40 नै प्राय लाग्छ। र तपाईलाई म यो पनि जानकारी गराउन चाहन्छु। यो बुझ्न आवश्यक किन छ भन्दाखेरि यो 10W40 को अर्थ चाहिँ के हो भन्दाखेरि 10W भनेर चाहिँ तपाईहरु सबै W को अर्थ चाहिँ तपाईहरु विन्टर भनेर सोच्नुहोस् है। र पछाडीबाट S40S को अर्थ तपाईहरु समर भनेर सोच्नुहोस्। र 10W अथवा विन्टरको 10 डिग्री अनि समरको 40 डिग्री सम्म पनि यो इन्जिन ओइलको जुन एउटा भिस्कोसिटी हुन्छ है यो चाहिँ बरकरार रहन्छ, जसले चाहिँ यो इन्जिनलाई चल्नमा चाहिँ खुबै सहयोग पुर्याउँछ। कुनै यसले इन्जिनलाई खराब गर्दैन। त्यसर्थ यो 10 डिग्रीदेखि मुनि भयो भने चाहिँ अलिकति यसको जुन इन्जिन ओइलको यसको भिस्कोसिटी छ त्यसमा चाहिँ अलिकति हेरफेर आउन सक्छ। र उतापट्टि गएर 40 डिग्री भन्दा माथि गयो भने पनि यसको जुन भिस्कोसिटी छ त्यसमा फरक पर्न सक्छ। त्यसर्थ यो बाइकको लागि चाहिँ रिकमेन्डेड कम्पनीबाट रिकमेन्डेड जुन ग्रेड छ त्यो चाहिँ 10W40 हो। र अहिले बजारमा धेरै प्रकारको इन्जिन ओइलहरु पाउँछ है, विभिन्न ब्रान्डको। तर तपाईहरुले आफ्नो रिकमेन्डेड यो इन्जिन ओइल आफ्नो बाइकलाई अथवा स्कुटीलाई चाहिँ रिकमेन्डेड इन्जिन ओइलको ग्रेड चाहिँ कति हो सबैभन्दा पहिला तपाईहरुले त्यो बुझ्न आवश्यक छ। र राम्रा कम्पनीहरुले पनि यो इन्जिन ओइलहरु निकाल्ने गर्छ। तर तपाईले जुनै इन्जिन ओइल लायो भने पनि तपाईहरुको रिकमेन्डेड
इन्जिन ओइलको ग्रेड चाहिँ के हो त्यो बुझ्न एकदमै आवश्यक छ। र अहिलेघरि बजारमा विभिन्न सिन्थेटिक सेमी सिन्थेटिक सिन्थेटिक इन्जिन ओइलहरू पनि पाउने गर्छन्। र यो सिन्थेटिक इन्जिन ओइल चाहिँ कस्तो हुन्छ भने यसको चाहिँ एकदमै लङ लास्टिङ हुन्छ। एकपल्ट लगाएपछि तपाईँले धेरै लामोसम्म कुदाउन सक्ने क्षमता त्यो सिन्थेटिकहरूमा हुन्छ। तैपनि त्योभन्दा पहिला चाहिँ तपाईँहरूले यो जुन ग्रेड छ यो ग्रेड चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ। सिन्थेटिक यदि तपाईँहरूले लाउनुहुन्छ भने पनि यो ग्रेड हेरेर नै तपाईँहरूले लाउनु होला, अन्यथा तपाईँहरूले आफ्नो बाइक अथवा स्कुटीको इन्जिनमा चाहिँ भोलिको दिनमा गएर कुनै खराबीहरू पनि आउन सक्छ है, इन्जिन बस्न सक्छ। त्यसर्थ जुनै कम्पनीको तपाईँहरूले इन्जिन ओइल लगाए भने पनि यो ग्रेडलाई चाहिँ एकदमै ध्यान दिन होला। 10W40 यो बाइकको लागि चाहिँ छ। र 10 तपाईँलाई बताइहालेँ, विन्टरको जुन 10 डिग्री र उता समरको 40 डिग्रीसम्म चाहिँ यसको भिस्कोसिटी एकदमै राम्रो रहन्छ। र आउनुहोस् अब भने हामी इन्जिन ओइल चेन्ज गर्ने तरिका पट्टि लागौँ है। र सबैभन्दा पहिले तपाईँले आफ्नो बाइकलाई यसरी डबल स्ट्यान्ड गरेर राख्नुहोस्। र एउटा कुरा फेरि अर्को पनि एउटा महत्त्वपूर्ण कुरै छ। जब तपाईँहरूले यो इन्जिन ओइल चेन्ज गर्न चाहनुहुन्छ र तपाईँको बाइकलाई चाहिँ कम्तीमा पनि 15 मिनट तपाईँहरूले कुदाएको हुनुपर्छ। यसको मतलब यो इन्जिन चाहिँ एउटा हिट भएको अवस्थामा हुनुपर्छ। किनभने यसको जुन इन्जिन ओइल छ भित्र बसेको चाहिँ कुनातिर बसेको इन्जिन ओइलहरू पनि तातो भएपछि यसको भिस्कोसिटी बढेको कारणले सबै तपाईँहरूले इन्जिन ओइल बाहिर निकाल्न सक्नुहुनेछ। र तपाईँले कम्तीमा पनि 15 मिनट आफ्नो इन्जिन ओइल चेन्ज गर्न अगाडि चाहिँ बाइकलाई कुदाएको हुनुपर्छ। र हामी यहाँनिर प्रोसेसपट्टि लाग्छौँ है। प्रोसेस गर्दाखेरि के यो तपाईँलाई यो एउटा भाँडा चाहिँ तपाईँले यसरी यो मुनि राख्नुहोस्। यो बाइकको जहाँबाट चाहिँ यो ड्रेन नट खोलिन्छ, ड्रेन नट जब खोलिन्छ भित्र भएका मैला इन्जिन ओइलहरू चाहिँ निस्किन्छ। र तपाईँहरूले यो भाँडामा थापिराख्नुहोस्। पछिबाट अरू अन्य केतिर लगाउने है कामतिर पनि काम लाग्छ। त्यसर्थ चाहिँ यहाँ थाप्न जरुरी छ। हामीले यो बाइकको ड्रेन नट खोल्न पर्ने हुन्छ। र बाइकको मुनिबाट हेऱ्यौँ भने चाहिँ हामीले ड्रेन नट यसरी देख्छौँ। यो मेरो ड्रेन नट अलिकति स्लिप भएको छ है। यो स्लिप भएको ड्रेन नटलाई खोल्न अलिकति असुविधा हुन्छ, अप्ठ्यारो हुन्छ। जति सक्दो स्लिप नगरी खोल्न सक्यो भने राम्रो। र ड्रेन नट तपाईँलाई म देखाइरहेको छु। र यसलाई खोलेपछि चाहिँ यहाँबाट पुरानो इन्जिन ओइल चाहिँ बाहिर निस्किन्छ। यो डाइरेक्सनमा अब यो पुरानो इन्जिन ओइल निस्किन सुरु भयो। र यो ड्रेन नटभित्र एउटा यो वासर पनि हुन्छ, मेटल वासर। र यसलाई पनि हामीले सफा जग्गामा राख्नुपर्छ, हराउनु हुँदैन। पछिबाट यो फेरि कस्नुपर्छ। हेर्नुहोस् त कति मैला भइसकेको रहेछ। र यसलाई चाहिँ हामीले टाइमली चेन्ज गरिबस्यौँ भने चाहिँ बाइकले जहिले पनि हामीलाई राम्रो पर्फर्मेन्स दिन्छ। र कम्तीमा पनि 1000 किलोमिटर अथवा 1000देखि 1500 किलोमिटर कुदे पश्चातै हामीले यो इन्जिन ओइललाई चेन्ज गरेको राम्रो हो। र यसरी यहाँनिर अन्तिम यो थोपाहरू पनि चुहिरहेको छ। तर हामीले यसलाई चाहिँ यो बाइकभित्र भएको मैला इन्जिन ओइललाई निकाल्नु हो भने चाहिँ हामी यसलाई बाइकलाई चाहिँ यताउता ढल्काएर, किनकि तपाईँलाई म ढल्काएर देखाउँछु, अझै पनि निस्किन्छ। यसरी तपाईँले बाइकलाई घरि यता घरि उता ढल्काएर चाहिँ भए जति सबै भित्र भएको यो पुरानो मैला इन्जिन ओइललाई चाहिँ निकाल्नुहोस्। अर्को डाइरेक्सनबाट पनि हामीले यसरी ढल्काएर भित्रको यो पुरानो इन्जिन ओइललाई चाहिँ निकालिरहेका छौँ। र यसलाई यताउता यसरी हल्लाएर पनि सबै जति सक्दो सबै यो पुरानो मोबिललाई चाहिँ निकाल्ने कोसिस गरौँ। र यो सबै निस्के पश्चात चाहिँ हामी ड्रेन नट जुन हामीले निकालेका थियौँ त्यसलाई फेरि कसेर बन्द गर्नेछौँ। र चाहिँ हामीले सबै यो
पुरानो इन्जिन ओइल चाहिँ हामी निकालिसकेका छौँ र यो ड्रेन नट लगाउने यो होल देखिरहेको छ र यसमा चाहिँ हामी फेरि यो नटलाई पहिलेकै जस्तो कस्नेछौँ यसरी। अब चाहिँ हामी प्राय यो कामको अन्ततिर आइसकेका छौँ। अब चाहिँ हामी यो क्यापलाई खोल्नेछौँ जहाँबाट चाहिँ हामी नयाँ इन्जिन ओइल लाउनेछौँ र यो खोल्नको लागि चाहिँ अघि मैले देखाएको थिएँ यो एउटा प्लायर राख्नुपर्छ। यो नोज प्लायर छ है, तपाईँहरूले अर्कै प्लायर पनि युज गर्न सक्नुहुन्छ र यो चाहिँ तपाईँहरूले खोल्नुहोस् यसरी र यहाँबाट चाहिँ हामीले नयाँ इन्जिन ओइल हाल्न सक्छौँ। र यहाँनिर एउटा पनि छ त्यो चाहिँ के भन्दाखेरि यो तपाईँहरू जुन देखिरहनु भएको छ यो फिल्टर मोबिल फिल्टर हो। यो चाहिँ प्राय सबै बाइकहरूमा देख्न पाइँदैन। यामाहाको बाइक टिभिएसको बाइकहरूतिर चाहिँ यो प्रकारको फिल्टर पनि हुन्छ, जुन फिल्टर चाहिँ मैले यहाँनिर लिएर राखेको छु र प्रत्येकपल्ट इन्जिन ओइल चेन्ज गर्दाखेरि यो फिल्टर पनि चेन्ज गर्नुपर्छ र अघिबाटै म लिएर आएको छु र हामी यो फिल्टरलाई पनि खोलेर हेर्नेछौँ। यहाँ मोबिल फिल्टरलाई पनि हामीले खोलेर हेऱ्यौँ र खोल्दाखेरि चाहिँ यस्तो देखिन्छ यसको भित्रको र त्यो भित्र भएको फिल्टर चाहिँ यस्तो हुन्छ। हेर्नुहोस् त कति एकदमै मैला भएको रहेछ, कालो भइसकेको छ है र यसलाई पनि हामी चेन्ज गर्नेछौँ। र यो भित्र चाहिँ तपाईँहरू साइडमा देखिरहनु भएको छ यहाँनिर यो जिरो रिङ भन्छ, यसलाई ओ रिङ पनि भन्छ, जिरो रिङ जे भने पनि भयो है। त्यसलाई पनि त्यसको अवस्था कस्तो छ त्यो पनि हामीले हेर्न आवश्यक छ र यहाँ जति पनि रहेको रहल जुन इन्जिन ओइलहरू छ मैला यसलाई पनि हामीले खनाएर एकदमै यस्तो मैला चाहिँ नराखी नयाँ प्रकारले हामीले यहाँबाट हाल्नुपर्छ। यहाँ तपाईँहरू देखिरहनु भएको छ यो साइडमा हेर्नुहोस् त यो रबरको जुन छ यो एउटा के भन्ने यसलाई वासर जस्तै हो र यसको अवस्था पनि राम्रो छ छैन, लुज हुनसक्छ है। लुज भयो भने चाहिँ लिक गर्न सक्छ यहाँबाट र यसको अवस्था कस्तो छ यसलाई पनि हामीले हेर्न आवश्यक छ र मैले देख्दाखेरि यो प्राय लुज भएको छैन र हामीसित अर्को फिल्टर हामी यहाँ राखेका छौँ। यो चाहिँ हामी चेन्ज गर्नेछौँ। नयाँ चाहिँ यस्तो हुन्छ यो मोबिल फिल्टर। हेर्नुहोस् त कति सफा कलरको देखिरहेको छ र हाम्रो पहिला युज भएको चाहिँ हेर्नुहोस् यसरी कालो भइसकेको छ र यसरी कालो भयो भने चाहिँ यसले राम्रोसँगले फिल्टर गर्दैन र जसले गर्दाखेरि चाहिँ इन्जिनलाई हिट हुने पनि काम गर्छ र हिट नहोस् है, इन्जिन एकदमै सही सलामत बसोस्, धेरै लामोसम्म चलोस् भन्ने हो भने चाहिँ हामीले समयमा नै यो बाइक अथवा स्कुटीहरूको चाहिँ इन्जिन ओइल चेन्ज गर्न आवश्यक छ। र यसरी मैला भएपछि चाहिँ बाइकले राम्रो माइलेजहरू दिन सक्दैन, पर्फर्मेन्स राम्रो हुँदैन र यसको इन्जिन पनि एकदमै छिटो हिट हुने गर्छ। र अर्को कुरा हाम्रा भाइहरूले है, भाइ बहिनीहरूले बाइकहरू कुदाउँदा चाहिँ जसरी 1 नम्बर अथवा 2 नम्बर गियरमा चाहिँ त्यसको जुन 1-2 गियरमा चाहिँ कति स्पिडसम्म कुदाउनु पाइन्छ है, कति स्पिडसम्म कुदाउनु पर्ने हो, एउटा रिकमेन्डेड स्पिडभन्दा बेसी स्पिडमा कुदाएपछि चाहिँ त्यसरी पनि इन्जिन हिट हुने गर्छ, जसले गर्दाखेरि चाहिँ यो इन्जिनको भित्रको ग्यास्केटहरू छिटो डढ्ने गर्छ र पछि गएर इन्जिनमा प्रब्लम हुने गर्छ। र हामी नयाँ इन्जिन ओइल हाल्नुभन्दा पहिले चाहिँ हामीले यो नयाँ
फिल्टरलाई चाहिँ हामी हाल्नुपर्छ र हाल्दाखेरि जहिले पनि यो जुन स्प्रिङ छ यो स्प्रिङ चाहिँ भित्रपट्टि यसरी लागेको हुनुपर्छ र त्यस पश्चातै बाहिरबाट यो ढकनी लगाउनुपर्छ जहाँनिर चाहिँ 3वटा नट कसिएको छ त्यो नट कसी पश्चात चाहिँ हामी यसलाई टाइट गर्न सक्छौँ र त्यसको साथै यहाँनिर पनि यसमा पनि एउटा रबरको वासर हुन्छ वासर हेर्नुहोस् योहरू हराउनु हुँदैन एकदमै सही तरिकाले राख्नुपर्छ पछिबाट यहाँबाट लिक हुन सक्छ त्यसरी लाए पश्चात चाहिँ हामी पछिबाट यो जब फिल्टर कस्छौँ त्यस पश्चात चाहिँ हामी यहाँबाट नयाँ इन्जिन ओइल यहाँनिर यामाहाको जुन यामाहा ल्युब भनेर लेखिएको छ हामी त्यो इन्जिन ओइललाई चाहिँ फेरि हाल्नेछौँ र हाम्रो बाइक फेरि चकाचक हुनेछ र राम्रो माइलेज दिनेछ इन्जिनलाई पनि राम्रो चल्नमा सहयोग पुर्याउँछ र मैले फिल्टरलाई हाले पश्चात चाहिँ फेरि पहिले जस्तो अवस्थामा थियो त्यस्तै प्रकारले यहाँ कसिसकेको छु र अब भने हामी नयाँ इन्जिन ओइल यहाँबाट हाल्नेछौँ जसलाई चाहिँ हामीले एउटा सानो फिल्टरको यो मेरो फिल्टर एकदमै राम्रो भइरहेको छैन र पनि अहिलेलाई तपाईँहरूले हेर्दै गर्नुहोला यसलाई चाहिँ ठुलो फिल्टर भयो भने झन् तपाईँहरूलाई सुविधा हुन्छ आफ्नो सुविधा अनुसारले चाहिँ तपाईँहरू फिल्टरको प्रयोग गर्न सक्नुहुन्छ त्यसभन्दा अझै बढी त्यसमा पाइप यो मुनि पाइप लगाएर अझै लामो बनाएर तपाईँहरूले सजिलो तरिकाले हाल्न पनि सक्नुहुन्छ र मोटुल जुन छ मोटुलको इन्जिन ओइलहरू भने त्यसमा एउटा पाइपसँगैको एउटा यसरी हाल्ने फिल्टर पनि हुन्छ त्यसमा एकदमै सजिलो हुन्छ फिल्टर भन्दा पनि यो बट्टासँगै जोडिएको हुन्छ र अहिले भने हामी यामाहा ल्युब नै यसको रिकमेन्डेड जुन इन्जिन ओइल छ त्यो हाल्न गइरहेका छौँ र यसबाट चाहिँ तपाईँहरूले बिस्तारै यसरी हाल्न सक्नुहुन्छ र मैले यो बाइकलाई चाहिँ हाल्न सजिलो होस् भनेर चाहिँ केही ढल्का र साइड स्ट्यान्ड लगाएर हालिरहेको छु तपाईँहरू हेर्नुहोस् त जुन यहाँ तल भएको इन्जिन ओइल र यहाँको फरक कस्तो देख्नुहुन्छ नयाँमा यस्तो प्रकारको हुन्छ र त्यसलाई डढेर चाहिँ यो प्रकारको कालो हुन्छ र हामी एकदमै बिस्तारोसँगले यो इन्जिन ओइललाई हामी इन्जिनमा हाल्ने काम गर्छौँ यसरी र बिस्तारै हतार नगरी तपाईँहरू हाल्नुहोस् किनभने घोप्ट्यो भने चाहिँ तपाईँहरूको बर्बाद हुन्छ काम पनि बनिँदैन पैसा पनि जान्छ है त्यसैले चाहिँ होसियारीपूर्वक यसरी बिस्तारोसँगले नयाँ इन्जिन ओइल चाहिँ हाल्नुहोस् कति सफा इन्जिन ओइल मह जस्तो तपाईँहरू देख्नुहुन्छ यसले चाहिँ हाम्रो जुन इन्जिन छ यसलाई स्मुथ तरिकाले स्मुथली चल्नुमा चाहिँ सहयोग गर्छ त्यसैले तपाईँहरू सबैले टाइममा नै एउटा रिकमेन्डेड किलोमिटर पार गरे पश्चात चाहिँ तपाईँहरू चेन्ज गर्न नभुल्नुहोला यस्तै बिस्तारै लगाएर पनि हामीले यो 1 लिटरको नयाँ इन्जिन ओइल चाहिँ बाइकमा हालिसकेका छौँ एकदमै सफा खालके यो इन्जिन ओइल हुन्छ नयाँमा र त्यो पछाडि चल्दा हिटले है यो गियरहरू चलेकोले चाहिँ यो मैला हुन्छ त्यही भएर चाहिँ यो मैलालाई चाहिँ हामीले निकालेर चाहिँ नयाँ हालिरहेका छौँ जसले गर्दा बाइकको पर्फर्मेन्स माइलेज सबै बढेर जान्छ बाइकको इन्जिन लाइफ पनि बढेर जान्छ त्यसो त टाइममा चाहिँ चेन्ज गर्न पर्ने नै हुन्छ यसरी यो अन्तिम ड्रप पनि हामी यसरी लगाइरहेका छौँ यसरी सबै नयाँ इन्जिन ओइल हालेपछि चाहिँ हामी फेरि यो रबरको वासर हामी लगाउने छौँ जस्तो थियो त्यस्तै तरिकाले अनि यो क्याप चाहिँ हामी लगाउँछौँ बादमा यो क्याप चाहिँ किन अर्को कामको लागि पनि यसको युज छ जुन चाहिँ हामीले यसरी लागेपछि चाहिँ जुन हामी अब यसरी कसिरहेको हुन्छौँ हैन कसेर चाहिँ आफ्नो बाइकको इन्जिन ओइल मोबिल चाहिँ कतिको मैला भयो कि भएन भन्ने पनि यो एउटा गजको काम पनि गर्छ र हामीले यसरी खोलेर चाहिँ यसो गरी हेर्न सक्छौँ यसरी र यहाँनिर हामी देख्छौँ मैला भएको इन्जिन ओइल हामी यहाँनिर देखिहाल्छौँ है यहाँ कालो प्रकारले आउँछ
र सफा भर्खरै हालेकोहरूको आउँदैन र यसको लेभल पनि यहाँ माथिसम्म यतातिर आइरहेको छ कि यता आइरहेको छ कि यहाँ तल देखाइरहेको छ। यसले चाहिँ हाम्रो यो बाइकभित्र चाहिँ कति इन्जिन ओइल रहेछ, कति सुकिसकेछ भन्ने पनि हामी बुझ्न सक्छौँ। र तपाईँलाई मैले यसको प्रयोजन चाहिँ तपाईँलाई बताइदिएको। यो क्याप मात्रै नभएर एउटा गजको काम पनि गर्छ, जसले चाहिँ मोबिल कति छ छैन, डढेको छ छैन त्यो पनि बुझ्न सकिन्छ। र हामीले यसलाई यसरी घुमाएर चाहिँ फेरि पहिलेको जस्तै कस्नेछौँ। अनि कसेपछि चाहिँ यो प्लायरको सहायताले चाहिँ अझ टाइट सजिलैसँगले खोल्न नसकिने गरेर चाहिँ एकदमै बेसी पनि होइन, ठिक्कैको टाइट चाहिँ हामी गर्न पर्छ। यति गरेपछि चाहिँ हाम्रो काम सकियो। र यति बेलासम्म तपाईँले देख्नुभयो कि बाइकको इन्जिन ओइल चाहिँ घरमै बसेर कसरी आफै चेन्ज गर्न सकिन्छ। बाइकको पर्फर्मेन्स, बाइकको इन्जिन लाइफ बढाउनको लागि चाहिँ समयमा नै यसरी मोबिल चेन्ज गर्न आवश्यक भएकोले चाहिँ घरमै बसेर चाहिँ कसरी चेन्ज गर्न सकिन्छ यो बारेमा जानकारी तपाईँले सिकिसक्नु भएको छ। र तैपनि तपाईँलाई म एउटा चेतावनी, एउटा वार्निङ पनि दिन चाहन्छु। तपाईँले यो देखे भन्दामै हठात इन्जिन ओइल चेन्ज गरिहाल्ने कामहरू चाहिँ नगर्नु होला, किनभने पहिलेबाट चाहिँ पूर्ण जानकारी तपाईँहरूले लिएर मात्र यसरी आफै चेन्ज गर्नु होला। किनभने गलत तरिकाहरू अप्नायो भने चाहिँ तपाईँको इन्जिन खराब हुनसक्छ र इन्जिन खराब भए पश्चात चाहिँ तपाईँको बाइकले पर्फर्मेन्स राम्रो दिन सक्दैन, माइलेज राम्रो दिन सक्दैन। र मैले अघि भिडियोको सुरुमा पनि भनेको छु, सबैभन्दा पहिले चाहिँ तपाईँहरूले सावधानी राख्नुपर्ने कुरा चाहिँ के भन्दाखेरि तपाईँको बाइक अथवा स्कुटीमा चाहिँ कुन ग्रेडको इन्जिन ओइल लाग्छ त्यो एकदमै पहिला तपाईँहरू जान्नुपर्छ। जसरी यहाँनिर मेरो बाइकमा चाहिँ 10W40 को चाहिँ ग्रेड भएको चाहिँ इन्जिन ओइल लाग्छ र ज्यादातर बाइकहरूमा यो नै लागेको मैले देखेको छु। तैपनि कहीँ कतै बाइकहरूमा हेरफेर हुन्छ। त्यसर्थ तपाईँको बाइकको चाहिँ तपाईँको जुन ब्रान्डको, जुन कम्पनीको बाइक छ है, जुन सिसीको बाइक छ, त्यसमा चाहिँ कति ग्रेडको चाहिँ रिकमेन्डेड छ, सबैभन्दा पहिले चाहिँ त्यो जान्न एकदमै नितान्त आवश्यक छ। र कतिवटा त्यो सिन्थेटिक, सेमी सिन्थेटिक जुन इन्जिन ओइलहरू आउँछ है, त्यसले चाहिँ एकदमै लामो समयसम्म है काम गर्छ। र त्यो लामो समयसम्म काम गर्छ भन्दैमा तपाईँहरूले चाहिँ केही नबुझी, यसको ग्रेडहरू नबुझी, यसको तरिकाहरू नबुझी चाहिँ आफै यसरी चेन्ज गर्ने चाहिँ कोसिस नगर्नु होला। किनभने तपाईँको एउटा सानो गल्तीले चाहिँ तपाईँको डल्लै बाइक अथवा स्कुटीको यो इन्जिन खराब हुनसक्छ। त्यसर्थ सबैभन्दा पहिले तपाईँले आफ्नो बाइक स्कुटीको रिकमेन्डेड इन्जिन ओइलको ग्रेड बुझ्नुहोस्, तब मात्र सबै कुराहरूलाई ध्यानपूर्वक सिकेर हेरेर चाहिँ तपाईँहरूले यसरी इन्जिन ओइल चेन्ज गर्नुहोस् भनेर म भन्न चाहन्छु। र हेर्नुहोस् त तपाईँले कति एकदमै सजिलो तरिकाले चाहिँ मोबिल चेन्ज गर्न सकिँदो रहेछ, तपाईँले देखिहाल्नुभयो है। र गाडी स्कुटीहरूको पनि यही हो, तर यति हो यसको ड्रेन नटहरू होइन, यो इन्जिन ओइल हाल्ने जग्गाहरूमा हेरफेर पर्न सक्छ, तर बेसिक जुन एउटा तरिका छ, तरिका चाहिँ यही हो। र मेरो बाइकले अहिले नयाँ इन्जिन ओइल पाइसकेको छ र हामी यसलाई एकपल्ट स्टार्ट गरेर पनि बुझ्नेछौँ। मलाई आफू पक्रिन अलिकति असुविधा भयो है। बाइक मैले स्टार्ट गरेँ है, त्यसको एकदमै आजदेखि चाहिँ अहिले नयाँ इन्जिन ओइल पाएको छ। स्मुथसँगले यसको इन्जिनहरू रन गर्न सक्नेछ। र त्यसै पनि तपाईँहरूको लागि यो भिडियो कस्तो लाग्यो है, तपाईँलाई जानकारीमूलक लाग्यो भने यसलाई लाइक, कमेन्ट, सेयर गर्न सक्नुहुन्छ, आफ्नो प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। र तपाईँहरूलाई यस्तै टिप्सहरू, यस्तै जानकारीमूलक जुन घरमै बसेर गर्न सकिने विभिन्न यो बाइकहरूदेखि लिएर है, इलेक्ट्रिकल कतिवटा कुराहरू छ, बिजुली बत्तीको कुराहरू होइन, होम थिएटर के बनाउने कुराहरू, योहरू जम्मैको तपाईँहरूले जानकारी चाहियो भने चाहिँ तपाईँहरूले कमेन्टमा लेख्नु होला। म तपाईँलाई त्यो सबैको पनि जानकारी दिन सक्नेछु। र तपाईँहरूले जुन प्रकारको प्रतिक्रिया दिनुहुन्छ त्यस आधारमा नै म तपाईँहरूलाई आगामी यस्तै
टेक्निकल भिडियोहरू पनि लिएर आउनेछु। र अहिलेलाई म राजेश थापा तपाईहरुबाट बिदा लिन चाहन्छु। धन्यवाद।